नमस्कार सबैको हजुर। अस्तिदेखि नै 15, 20, 25 दिन मैले कामको अरूको समस्याको गर्दाखेरि व्यवस्थाको कारणले म भिडियो बनाउन सकिनँ। त्यसको लागि म सबै दर्शक वर्गहरूमा बिन्ती गर्दछु कि माफ गरिदिनु होला अथवा फेरि म बनाउन गइरहेको छु भिडियो हेरिदिनु होला। लाइक, कमेन्ट, सब्सक्राइब सबै गरिदिनु होला। विशेष हाम्रो यो दमाको इलाज हो। दमा दमसम्मै गइन्छ भनेर भन्छन्, तर होइन, यो भनाइ हो। दमा दमसँग गइँदैन। दमा हामीले गर्दाखेरि जडदेखि नै उकान भएर जान्छन् हजुर। हेर्नुहोस्, त्यही भएर हजुरलाई म यो आज बनाउन गइरहेको छु। यो भिडियो हेर्दै गर्नु होला, बुझ्नु होला। अस्ति 7 दिन 8 दिन बनाएको भिडियो, त्यसमा अब प्राय निर्जला अथवा जल अथवा फलफुल अथवा सब्जीहरूको बारेमा भनिएको थिएँ हजुर। तर आज त्यो होइन, आज त्यस्तैमा अर्को भिडियो बनाउन गइरहेको छु। र राम्ररी बुझ्नु होला हजुरहरू कि 7 दिन 8 दिन 9 दिन त्यो तपाईँहरू गर्दाखेरि त्यो धेरै निको भयो होलान्। र मेरो नम्बर भनेकै थिएँ, फेरि म एकपल्ट भन्न गइरहेको छु। मेरो नम्बर हो 98 043 30 269 अथवा 98 043 30 269 हो। त्यसैले हजुरहरू अर्जेन्सीमा म 24 घन्टा फोन गर्नुहोस्, म जवाफ दिनेछु। र यसमा तपाईँहरूले कमेन्ट, लाइक, अब सब्सक्राइब गरिदिनु होला र भन्नु पनि होला। अब यसको लागि हेर्नुहोस्, हाम्रो शरीर 5 तत्त्वले बनिएको छन्। आकाश, पृथ्वी, पानी, हावा र अग्नि। यो 5 तत्त्व हाम्रो शरीरमा भएपछि, पूर्ति भएपछि हामीलाई रोगको आउन र निर्मूल गर्नको लागि हामीलाई सहयोग पुग्छ। त्यस कारणले हजुरहरूलाई अस्ति मैले भनेको थिएँ कि यो रोगमा 3 किसिमको हुन्छन्, छिटोमा, मध्य छिटोमा र लास्टमा। तपाईँहरूको इच्छा हुन्छ, तपाईँहरू अब के हिसाबले जानुहुन्छ। छिटो जानुहुन्छ भनेदेखि यो छिटो नै हुन्छन्, र ढिलोमा गएपछि ढिलो हुन्छन्, मध्यम गएपछि मध्यम हुन्छन्। तर सबभन्दा खानपानको हुन्छन्। खानपान जसरी गर्नुभयो त्यसरी नै ठिक हुन्छन्। तर एकपल्ट गरिसकेपछि त्यो जुन उपायहरू छन्, जुन प्रोसेसहरू छन्, त्यो तपाईँले गरिराख्नु नै पर्छ। यसलाई जड्दै खानको लागि त जडदेखि नै गर्नुपर्छन्। खानामा अब सबभन्दा पहिला हामी त अस्ति भनिसकेको छु, त्यो भिडियोहरू हेर्दै गर्नु होला। युट्युबमा पनि छन् र फेसबुकहरू पनि छन्, अरू पनि छन्। त्यो हेर्दै गर्नु होला, बुझ्नु होला कि के कसरी खानुपर्छ। त्यसमध्येमा आज म अब 5 तत्त्वको बारेमा भन्न गइरहेको छु। 5 तत्त्व हाम्रो शरीरमा कमी भएपछि कसरी गर्ने। जस्तै मानिलिउँ पृथ्वी तत्त्व। पृथ्वी भनेको त यो जमिन हो। यो जमिनलाई हामी कसरी खान त सकिँदैन। त्यसो खाने तरिकाहरू छन्। अब आकाश तत्त्व भयो। यो आकाश भनेको त पुरा अब खाली नै छन्। हेर्नुहोस्, त्यसलाई हामी खान सकिँदैनौँ। त्यस पनि उपायहरू छन्। पानी पनि उपायहरू छन्। हावा त हामीलाई यसलाई समात्न सक्दैनौँ, पिउन सक्दैनौँ, खान सक्दैनौँ हावा। अग्नि, अब आगो हामी पनि कसरी खाने हेर्नुहोस् है।
त्यो सम्बन्धी कुरोहरू छन्। त्यही भएर हजुरहरू यसलाई परहेज गर्नु र ऊ गर्नु भएपछि तपाईँको रोग जडदेखि नै निर्मूलन हुन्छन्। र अरू भिडियोमा भनेकै छुन् भडाहरूको बारेमा पनि, र कुन भडा कस्तो हुन्छ, कुन भडा कस्तो हुन्छ। र हाम्रो घरमै 5 दुश्मनहरू छन्, योभन्दा अझ बढिराखेकै छन् दुश्मनहरू। दुश्मनहरू घरमै हुँदाखेरि त हाम्रो रोग कहाँबाट छिटो हुनु, कहाँबाट ठिक हुनुको साटो उल्टो हामीलाई यसले बढाएर लैजान मद्दत पुर्याउँछन्। हेर्नुहोस्, अब भन्दै गयो भनेदेखि अब अलिक हाम्रो जसको हुने खाले हुन्छन् त हाम्रो यो आलसको तेल, तोरीको तेल, यसो गर्दाखेरि यो त चिप छ अरे, यो हुँदैन, पुरा एकदम सर्लङ्गदेखि नै हुनु पर्यो त्यो रिफाइन गरेको। त हामी तोरीहरू बेचेर, आँसहरू बेचेर हामी रिफाइन तेल, सूर्यमुखीहरू, सेलोहरू इत्यादि हामी किनेर ल्याउँछौँ र त्यो खान्छन्। हेर्नुहोस् है, त्यो रिफाइन गरेको, एउटा रिफाइन गर्नलाई कति केमिकलहरू हाल्नुपर्छ, त्यो केमिकलहरू त त्यति आउँदैन। हेर्नुहोस्, अलिक हुने खाने मान्छेले त्यो खान्छन्। अलिक बढी छ भनेदेखि डबल रिफाइन भएको खान्छन्। हेर्नुहोस्, जुन हाम्रो चिपचिपाहटपन जुन हुन्छन्, त्यो चिप्लोपन जुन हुन्छन्, त्यो नै हाम्रो शरीरमा काम लाग्ने हुन्। त्यसलाई हटाइदिएपछि हाम्रो तेलमा के रहन्छ र केही रहँदैन। त्यस कारणले सकेसम्म आफ्नो तोरी नबेचिदिनु होला, आलस नबेचिदिनु होला। र किनेर ल्याउँदा पनि तोरीको त्यहाँ ठाउँमा पाइन्छन् खाँटी तोरीको तेल, आलसको तेलहरू इत्यादि खाने गर्नुहोस्। र त्यो चिपचिपाहटपनलाई नफाली त्यही खाने गर्नुहोस्, लगाउने गर्नुहोस्। हेर्नुहोस्, त्यसमा धेरै नै ऊ हुन्छ। त्यही भएर अब यो 5 तत्त्व, अब पृथ्वी तत्त्व हामी अब पृथ्वीलाई खान सकिँदैन। त पृथ्वी भनेको नै अब हाम्रो यिनीहरू नै पृथ्वी तत्त्वहरू हो। हेर्नुहोस्, यो मकै भयो, सागसब्जी भयो, जतिहरू छन् खाने सबै पृथ्वी तत्त्व हो। यसमा हामी अब युरिया, डिएपी, केमिकल, रसायनहरू दिएर हामी त्यसलाई खतम पार्छौँ भनेदेखि त्यो पृथ्वी तत्त्व हामी खाएर हामीलाई उल्टो बिमारी हुन्छन्, भुँडीहरू बढेर यत्रो हुन्छन्, आफ्नै शरीर भद्दा हुन्छन्, आफ्नै मासु बढेर उठ्न बस्न सक्ने नै हुन्छन्। कतिको हेर्नुहोस् 40 उमेरमै, 30 उमेरमै लट्ठी लिएर हिँडिराखेको हुन्छन्, अथवा एउटा खुट्टो उठ्न सक्ने गरी हिँडिराखेका हुन्छन्। त्यो सबै कारण के हो त नि, त यिनीहरूकै नै कारण हो, खानपिनको कारणहरू हुन् हजुर। त्यही भएर पृथ्वी तत्त्व यो हो, कसरी खाने, शुद्ध हामी खानुपर्छ, बिना केमिकलको। पृथ्वी तत्त्व यो हो, धेरै खाएपछि त हामीलाई नोक्सान गर्छन्। त्यस्तै अब आकाश तत्त्व, अब यो आकाश त पुरा खाली छन्, यसलाई हामी कसरी खाने, त्यसपछि खानको लागि हाम्रो ऋषिमुनि अथवा हाम्रो प्राचीन काल सत्ययुगदेखि नै हाम्रो बनाइएको छन् व्रतहरू। जस्तै एकादशीहरू भन्, द्वादशीहरू हो, यो शिवरात्रिहरू हो, अथवा नभन्दै महिनामा त्यही भएर 2 दिन एकादशी आउँछन्। त्यो 2 दिन एकादशी, औँसे पूर्णिमा इत्यादिमा व्रतहरू हामी गर्छौँ। निर्जला गरे झन् राम्रो, फलाहारी गरे पनि राम्रो। तर हामी के गर्छौँ, आज त मैले अब निर्जला गरेँ, अब भोलि म खान्छुन्। अब खानको लागि भोलि हामी धेरै प्रकारको गर्छौँ, फलहरू पनि ल्याउँछन्, खानाहरू पनि राम्रो बनाउँछन्, खान्छन्। जुन खानुपर्ने हामीले 2 महिना 3 महिनामा हामी एकै दिन त्यो फलफुल पनि लिएर आउँछन्, राम्रो दुध दही पनि किनेर ल्याउँछन्, रसभरी पनि किनेर ल्याउँछन्, अनि इत्यादि। तिनीहरू जुन हामीलाई 1.5-2 महिनामा खानुपर्ने हामी एकै दिन त्यसको फुलटा खाएर झन् हाम्रो रोग ठिक हुनु सट्टा, भुँडी ठिक हुन सट्टा, स्वस्थ हुनुको सट्टा हामीलाई रोगतिर धकेलेर हामी जान्छौँ। तर हामी मेन कुरो यो हो कि हामी खान चाहिँ नजानेको हो। हेर्नुहोस् हजुर, अब भन्ने हो भनेदेखि हेर्नुहोस्, यो संसारमा
मानिस बाहेक अरू कसैको हेर्नु छन्? न उसको कलेज छ, न स्कुल छ, न क्याम्पस छ, न गुरुकुल छ, न विद्यालय छन्, केही छैन। हेर्नुहोस् तिनीहरू हेर्नुहोस् कति मजाले खाइराखेको छन्, उडिराखेको छन्। हेर्नुहोस् यो वनस्पतिहरू, यो चराचुरुङ्गीहरू जति छ नि हामी मानिसको अधीनमा परेको, त्यसलाई हामी नै आफू पनि बिमारी हुन्छौँ र आफ्नो जुन पाल्ने वस्तुहरू छन् त्यसलाई हामी बिरामी बनाएर राखेका छौँ। हेर्नुहोस् कुखुरा नै राखौँ, हाम्रो कुखुरा हेर्नुहोस् कति बिरामी हुन्छन्। त्यो जङ्गली कुखुरा खोइ बिमारी हुँदैनन्। हाम्रो गाईहरू कति बिमारी हुन्छन्, जङ्गली गाईहरू बिमारी हुँदैनन्। हेर्नुहोस् त्यो जुन भगवान्ले तिनीहरूलाई बनाइदिएको छन्, उसको रीतिरिवाज परम्परा जो छन् तिनीहरू खाइराखेको छन्। हेर्नुहोस् यो मात्र हामी यस्तो हो कि हाम्रो गुरु छन्, विद्यालय छन्, आमा बुवा छन्, दाजुभाइ छन्, नानाथरी छन्, तैपनि हामी नै बिमारी छौँ। के हामी नजानेर नचिनेर हामी बिमारी भएका छौँ। हेर्नुहोस् त्यही भएर अब यिनीहरूमा ध्यान दिनुपर्छ। आकाश तत्त्व त्यही उपवास गर्दाखेरि, व्रत गर्दाखेरि हाम्रो पेटलाई पुरा खाली हुनुपर्छ। खाली हुनु भनेको नि आकाश तत्त्वको निर्माण गर्नु हो, उसलाई खानु हो। हेर्नुहोस् त्यो हो आकाश तत्त्व।